सबै कुरा बुझिदिने जीवन साथी पाए आफ्नै घरभित्र साथी, बाहिरको साथी कोही पनि बनाउनु पर्दैन। श्रीमानले होस् अथवा श्रीमतीले होस् भन्दै उहाँले निकै यथार्थ कुरा गर्नुभएको छ। आउनुहोस् एकैछिन उहाँको कुरा सुनौँ है त। एकदम के बोल्नै नपर्ने, बोल्नै नपरिकन चाहिँ आफ्नो शब्दको भावना बुझिदिने के, सबै कुराहरू बुझिदिने, पीडा बुझिदिने, यसलाई यो चाहिन्छ है, यो यसमा खुसी हुन्छ है, यसलाई यसले सजिलो हुन्छ है भनेर हरेक कुराहरू बुझिदिने के। जीवन साथी साथमा भयो भने परिस्थिति र मौसम अनुसार बदलिने बाहिरी साथीहरू खोज्नै पर्दैन के कसैलाई पनि। आफ्नै परिवारमा एकदम साथ दिने, सपोर्ट दिने, चाहे त्यो श्रीमानले श्रीमतीलाई होस् या श्रीमतीले श्रीमानलाई होस्, यसरी बुझिदिने जीवन साथी छ भने कसैलाई पनि बाहिर साथी खोज्नु पर्दैन। आफ्नै परिवारमा खम्बा जस्तो साथी हुन्छ कि सधैँको लागि, चाहे आँधी आओस्, हुरी आओस्, घाम लागोस्, वर्षा होस्, जस्तो परिस्थितिमा पनि एकदम के जिन्दगीका हरेक मोडहरूमा चाहिँ डोराएर साथ दिएर हिँड्ने जीवन साथी साथमा छ भने कहीँ पनि साथीको लागि भौतारिनु पर्दैन। सच्चा साथी भनेकै आफ्नै परिवारमा हुन्छ के। त्यसैले कहीँ पनि आफ्नो परिवारमै ठुलो साथ छ भने चाहे त्यो श्रीमान होस् या श्रीमती होस्, कतै पनि भौतारिनु पर्दैन। आफ्नो परिवारको साथ भनेको नै सबैभन्दा ठुलो हो। तपाईहरुलाई उहाँको भनाइ कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने शेयर पनि गर्नुहोस् है त।